त्यो अनपढ त ओली बुढो तातो न सारो हजुरको उल्ला मात्रै के छ राम्रो जनतै बेकुब छ। अब योपालिको भोट कसलाई? सबै भोटबाट अगाइएको छ, त्यस कारणले गर्दा नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ जिताउने हो, अरू सबै बुढा पार्टीलाई सबलाई समाप्त पार्ने हो। बुढा पार्टीलाई त समाज त पार्ने हो कि त्यही आउने हो कि अब के थाहा जनताको मुद्दा जनता यिनै हुन् के छ र हेरै मात्रामा चाहिँ जनताहरू चाहिँ आक्रोश छन्। लुट्नुसम्म लुट्यो खानुसम्म खायो खानासम्म खाए जो चाहिँ जसको एउटा चप्पल लाउने हैसियत थिएन तिनले चाहिँ अब दरबार बिल्डिङ चाहिँ खडा गरेर लुट्नु, देशलाई लुटे, राष्ट्र खोक्रो बनाए, डनेरो लाएर पैसाको हो त। डराएर त्यो अझ यिनै आन्दोलनमा यी बुढा थोत्रा नेताले चाहिँ यो देश डाकाले सत्यानाश देशै सिद्धै छ अहिले। देशै सक्यो, खतम देशै पारीको सक्यो। देशै खतम न पारी। बोल्न आउँछ के नि, जनतै खतम जनता तपाईँ आफ्नो हामी नै खतम कि अलिकति त्यो खाना पाएपछि त्यतैतिर मासु र जाँड भएपछि हो उहीको नि त्यो हाम्रो त्यहीमाथि अहिले 52 क्षेत्रीहरू चाहिँ धेरै बिगे कि यो होइन त्यो त सत्य कुरा हो। बाहुन र छेत्रीले बढी बिगारेको हो। बिगारेको ठुलो ओहदामा पुग्ने छेत्री बाहुन नै छन्, हो। तर यिनीहरूले सही किसिमले काम नपाएपछि नगरेपछि अनि देशलाई चाहिँ लुट्ने, आफूले देशको हितमा चाहिँ करोड फाइदा हुन्छ अनि 2 लाखमा बिकेर यी बने खतम देशको देशलाई मतलब छैन। लास्टै पारेर समाप्त पारे। अब योपालि चुनावबाट को प्रधानमन्त्री भएको हेर्न चाहनुहुन्छ हामी त बालेनलाई नै प्रधानमन्त्री भएको हेर्न चाहन्छौँ, विचार एकचोटिलाई है। अब उसले पनि गद्दारी गर्न थाल्यो भने त्यसको पनि अब दबाई गर्ने नै हो 5 वर्षको जनताले। कुरा अब हो। जो पहिला चाहिँ जनता जसरी झुक्याए नि अहिले चाहिँ त्यसमा चाहिँ कोही झुकेलन, तर त्यस्तो अबलाई छैनन्। बुढा नेताहरूले तर्काइसके, यिनले चाहिँ भड्काएर चाहिँ मान्छेलाई आफ्नो कब्जा ल्याउने जमाना चाहिँ अब सकिएको जस्तो लाग्छ है। बुढा नेता आयो भने त्यो कुरो हुन्छ। अब चाहिँ सहर जनता बढ्दैनन्। बुढाहरू म पनि 70 वर्ष भएँ, म 70 वर्षको पनि अगुवा भएर हिँड्छु जेएनजीको आन्दोलनमा। अब अनि तपाईँ पनि अब लागि परे लागि अब पर्ने, के लागि देशै पर्ने। खतम पारिसक्यो। अनि मेरो चाहिँ एउटा छ बाहिर अमेरिका, हजुर एउटा इन्सपेक्टर छ अहिले उता पर्या छ हजुर। उहाँ अनि तपाईँलाई चाहिँ तपाईँको छोराछोरी नातिहरूले के भन्नुहुन्छ? भोट केलाई दिनु भन्नुहुन्छ? अब उहाँहरू त बाहिर हुनुहुन्छ। पुरानलाई दिने नै होइन, अब दिने नै नयाँमा हेर्ने पुरानो त हुँदै होइन। तपाईँको हुँदै छोराछोरी छोरा नाति हामी बाउ एकै हो। अब छोरा पुरानलाई छोरी त बुहारी ठ्याक्कै होइन। नाति नातिना जसले चाहिँ अधिकार छ भोट चाहिँ हाल्नको लागि ती सबै चाहिँ नयाँलाई हेर्ने हो। मेरो त बुढाहरूलाई छोरा चाहिँ भोट हुन्छ बहिष्कार है। गर्ने हो। धेरै छन् यदि छोरा बुहारीहरू पैसा लुटेका छन् त्यो विचार पैसाले नगरिकन चाहिँ नदिने पुरानो चोरलाई त ढाकाएर। ल्याएर दिँदै चाहिँ नदिने। जय घन्टी जय घन्टी जय घन्टी हजारौँ जय घन्टी। तपाईँहरूले कति नम्बर क्षेत्रबाट भोट हाल्नुहुन्छ? हामी यही 1 नम्बर क्षेत्र पर्छ, यही 1 यही नम्बरै 10 हो नम्बर हाम्रो। मेरो घर। 1 नम्बर यहीँबाट चाहिँ हामी हाल्छौँ। यी बजार यी नै हो अरे हाम्रो हो, उहाँको 4 नम्बर हो, 5 नम्बर 5 नम्बर, मेरो चाहिँ 10 नम्बर हो। 1 नम्बर क्षेत्रबाट को सांसदलाई जिताउन एउटा खोजिरहनु भएको छ होइन तपाईँहरू? यो हाम्रो मनहरीको चाहिँ एउटा के तिमिल सेना कि आचार्य बाहुन छिटो छन् नि 25 वर्षको हजुर, भर्खर जो यो हो त्यो केटालाई चाहिँ घन्टी चिन्ह लाउँछ, त्यसैमा झ्याम हान्ने हो। अरू व्यक्ति केटो त हामीले चिनेका छैनौँ, फलान ठाउँ उठ्या भनेका छौँ, तर जुन चाहिँ हामीसँग चाहिँ मतदान पत्र आउँछ घन्टी कहाँ छ हेर्दै हान्दै त्यही गर्ने भन्ने छ जतवटा घन्टीको चिन्ह छ त्यतिलाई चाहिँ ठोक्ने हो। भोट ब्यालेटको त्यो ब्यालेटमा सबैमा घन्टी घन्टी सबैमा घन्टी A to Z घन्टी जति सबै एक छाप हानेर हाल्ने हो। त्यसो भए हेटौँडा घन्टीमय हुन्छ अब हुन्छ चुनावपछि। एकदमै त्यो त स्योर हो। अब अरूबाट वाक्कै हो यो वाक्कै। गर्नुसम्म हो। गर्यो देश सुनिल खाइसक्यो, शर्मा सिद्ध्यायो। काङ्ग्रेसको सुनिल शर्मा र चाहिँ चन्द्र भण्डारी चाहिँ राम्रा मान्छे हुन्, काङ्ग्रेसमा पनि राम्रा छन्। राम्रा राम्रा छन्। छन्। अरू सबै भनेका व्यक्ति सबै नराम्रो गगनै छैन भनेको भने चाहिँ त्यो फटा त्यसले चाहिँ नयाँ मुकुट्न लाग्यो अहिले अध्यक्ष बदल्यो भनेर हाम्रो मन बदलिँदैन, काङ्ग्रेसमा हेर्यो भने जाँदैन ओलीले सिद्ध्यायो। र हामी सिद्ध्यायो। खतम पार्यो। डिनीलाई डाकै त्यही। 1 नम्बरमा चाहिँ हराम भनेको चाहिँ ओली बुढो, ओली, 2 नम्बरमा शेरे, 3 शेरे, नम्बरमा चाहिँ त्यो माओवादीको पर्सेन्टेज आएको बास यही डाक यी 3टा मिलिजुली खाएर देश चाहिँ टाट उल्ट्याउनेमा खोक्रो पारिदियो। प्रमुख पुरै पार्यो नि। प्रमुख चाहिँ हानि गर्ने यिनै 3टा अनि नेता हुन्। फेरि गठबन्धन गरेर यिनीहरू सबले मिलेर केही झेल्ली गरेर फेरि जित्यो भने चाहिँ अब त्यही त हो, झेली गऱ्यो भने अब जेएनजीहरूलाई उत्रियो बाबु उठाइदिनु, भने हामी पनि उतारिदिनु चाहिँ जाने हो। उतार्नुपर्छ। अब हेलिकप्टरमा भाग्ने होइन, त्यो 4-6 जनालाई मार्ने नै हो। त्यो हो। मारेपछि अनि उसले त्यहाँ मार्नु हुँदैछ अहिले उसले 75 76 जना मार्यो। मार्नु हुन्छ अरूले मार्नु हुँदैन। नरहेका बाँस नबजेका बाँसुरी त्यही हो। अब तिनीहरू नै आयो भने अब हेलिकप्टरमा भाग्ने होइन, तिनको चाहिँ हान्ने। अब 76 जना मार्दाखेरि एक फेर माफ माग्दैन, उसलाई गल्तीको कानुनै महसुस नलागिने गर्दैन, फेरि। अनि उनले चाहिँ त्यो महसुस गर्न नपर्ने।
अझ के भन्छ एयरपोर्टमा आएर चाहिँ मलाई चाहिँ सरकारले चाहिँ यसरी हेपेर चेक जाँच गर्यो अरे त्यो को हो? हिजो अपराध गर्ने प्रधानमन्त्री थियो, त्यसले जहाँका दुनियाँलाई चाहिँ गराउँथ्यो, अहिले उसलाई पर्दाखेरि चाहिँ चेक गर्यो भनेर घमण्ड गर्छ। त्यस कारणले गर्दाखेरि मलाई त एमालेको नाममा चाहिँ सुन्न पनि मन लाग्दैन। एमाले नै माओवादी माओवादी यो मतलब प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद। ल हामीलाई नै यति चाहिँ सोध्नु भयो, ठिक छ त्यसैलाई बाबु। तपाईँलाई नि अब धेरै त्यही धन्यवाद। गरी यो आइहाल्छ नि, यसलाई राख्न चाहिँ हुँदैन। हो, हाम्रो हो। जेनजी उठेर अँ, सारा यसलाई त खरिखरम यसलाई अब- देशै खान्छ। अब भाग्ने मौकै पाउँदैन अब त्यो भाग्ने कुरो मौका दिनुहोस्, धन्यवाद। ल हस्, धन्यवाद। ल, ल।